अहिले हामी टेम्पा जाने क्रममा छौँ हैन। अनि यसलाई चाहिँ रेस्ट एरिया भन्छ। जति पनि हाइवेहरू छ नि, हाइवेहरूमा यस्तो रेस्ट एरियाहरू बनाएको हुन्छ। जस्तो रेस्ट एरियाहरूमा चाहिँ ट्रकहरू पार्किङ गर्ने, नर्मल गाडीहरू पार्किङ गर्ने, यहाँ चाहिँ पिसाब फेर्नको लागि चाहिँ ठाउँ बनाइदिएको हुन्छ। अनि खानेकुराहरू थका लाग्यो भने रेस्ट गरौँ, ड्रिङ्क्सहरू लिनको लागि बनाइदिएको हुन्छ। सबै सुविधायुक्त सबै छ। अहिले चाहिँ हामी टेम्पा जाँदैछौँ। हामी टेम्पा किन जाँदैछौँ त? मित्रहरूलाई भेट्न जाँदैछ। एकजना हाम्रो साथी हुनुहुन्छ डाक्टर नारायण कुमार, उहाँका परिवार छोराहरू छन्, त्यहाँ उनलाई भेट्ने। अनि त्यसपछि मेरो एकजना नातिनी छन्, नातिनीलाई भेट्ने। त्यो क्रममा चाहिँ जाँदैछौँ हामी। र बेलुका त हामी फर्कन्छौँ पनि होला। र यो ठाउँ चाहिँ निकै रमाइलो पो लाग्यो त मलाई। शीतल, शान्त, आनन्द। ल अब जस्तै अब रेस्ट एरियामा चाहिँ यसरी रेस्टरुमहरू बनाइदिएको हुन्छ। यसरी यो रेस्ट रुम हो नि, सबै रेस्टरुम अब यसरी अब आराम गर्नको लागि यसरी रेस्ट एरियाहरू पनि बनाइदिएको हुन्छ। धेरै राम्रो होइन ल ल अब हामी कहाँ जाँदैछौँ आज? हामी टेम्पा बे। खोइ त चस्मा टेम्पा बे होइन, टेम्पा मात्रै। टेम्पा। हामी कहाँ जाँदैछौँ? टेम्पा। अनि चस्मा खोइ त? चस्मा लाग्यो होइन। हो तिमीलाई कस्तो लाग्यो त आज? राम्रो लाग्यो। रमाइलो भइरहेछ घुम्नलाई है। को घुम्न पाइरहेको छ अमेरिकामा? ल अहिले यो ठाउँ रमाइलो छ, वास्तवमा धेरै रमाइलो लाग्यो। र यहाँ अगाडिको साह्रै 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 राम्रो ठाउँमा चाहिँ घर बनाउनु भएको छ। अहिले एकदम मलाई राम्रो लाग्यो। अनि छोरी कस्तो लागेको छ त? नेपाल बिर्सियो? अमेरिका यस्तो रमाइलो ठाउँमा बसिएको छ, खुसी लाग्यो। अर्कोपल्ट आउँदा, यो पल्ट त सम्भव छैन। अर्कोपल्ट आउँदा अब नेपाल गइरहनु भएको छ। 2 महिनापछि नेपाल खप्नु। Both side. What color is this in Nepali? Kawo. You're right. Yeah. That's hi. Wow. Hi, Basu. Yeah, it's good to see your friend. Good to see your best friend. Best friend, yes. Yes. त्यो बाटो छैन, बाटो बाटोबाट यता हाम्रो वनबस्ती, बाटोबाट यता गुन्जनगर। त्यो हजुर मलाई चाहिँ किन कहिले पनि यो प्रश्न आएन यो मेरो दिमागमा। रामपुरतिर आउने बेलामा यही शुद्धिकरण हुन्छ। अनि बेला बेलामा सुक्दै अलिकति सुक्छ, अलिकति थप्नुपर्छ पानी। यो यहाँनिर तलाउ छ, यहाँ ताल त लामो ताल एकै ठाउँ हो त। सधैँ अब जब त अब बुवाहरूले हामीलाई कति माया गर्नुहुन्थ्यो, बुवासँग हामी कति डराउँथ्यौँ। मुवा कस्तो बुवा भने चाहिँ हजुरबुवा हो नि। मुवा कस्तो गोरो होइसिन्थ्यो, कस्तो चाहिँ खानदानी मान्छे। ओहो मुवाको त पुरै छोडाउनु भयो। त्यो सन्तानको हो के भन्छ हजुरबुवा मामालीहरू, एउटा गर्व गर्ने लायकका।
स्कुलमा अझै ट्यालेन्ट केशव हो दिमाग बुवाभन्दा- तेज हो नि किसिमको हो फर्स्ट पनि केशव हो हजुर तर एसएलसीमा बुवाको मात्रै फर्स्ट डिभिजन आयो केशवको सेकेन्ड डिभिजन आयो त्यति बेला फर्स्ट डिभिजन त्यति बेला फर्स्ट डिभिजन भन्दा त भयङ्कर हुन्थ्यो नि बुवाको फर्स्ट डिभिजन आएर 5 वर्ष उसमा जानुभयो हजुर बिएससी एग्रिकल्चर अनि केशव युवराज यिनीहरू के भए त्रिचन्द्रमा कि कता अमृत साइन्स क्याम्पस पढ्न थाले हजुर हजुर अनि केशवको लाइन अर्कै बुवाको लाइन अर्कै भयो 5 वर्ष बिएससी गरेर आएर बुवा रामपुरमा हुनुभयो हजुर र बुवा त एकदम ट्यालेन्ट मान्छे हो अवसर उहाँको त्यो एसएलसीले गर्दा उहाँको लाइन अर्कोतिर अर्कै हो लाइनतिर। केशवको लाइन अर्कोतिर हो हजुर अब स्कलरसिप दिने भनेर फर्स्ट डिभिजनलाई मात्रै स्कलरसिप दिएर इन्डिया बाबु कस्तो लागेको छ त अमेरिकाको बसाइ अङ्कल भन्नु न अङ्कलको यहाँ घुम्न आउनु होइन म घुम्न आएको छु मेरो कुरो म हाम्रो भन्छु। त यहाँ आज 20 वर्ष भइसक्यो अङ्कल मैले भन्नुपर्ने कुरा पनि यहाँ धेरै छ क्या काठमाडौँको त्यत्रो बसाइ त्यत्रो व्यवस्थापन दुवै भाइ विदेश हजुर होइन समस्या छ नि त हो अब मेरो पनि चाहिँ अब छोरो एउटा मात्रै छोरो एउटा छोरी एउटा दुइटै विदेश अब मलाई पर्याप्त समस्या पनि छ अब यिनले त के सोचे थाहा छैन त्यस्तै बाबुहरूको सोचाइ के छ बाबु अङ्कल स्वागत छ अङ्कल ल धन्यवाद छ ल रमाइलो यो के नि बाबु यो मरेको यो यो मलाई चिसोले सुन्तला देख्यौ सुन्तलाई कति धेरै छ जाँदाखेरि यो सुन्तला देखेँ म अब